मिथुन राशि तपाईको हो भने यो 1 मिनेट स्किप नगर्नुहोस्। आज यहाँ भोलि कहाँ, संसारलाई शब्दले नचाउने दुई मनको रहस्य। तपाईको वरपर कोही यस्तो व्यक्ति हुनुहुन्छ जो कुराकानीमा असाध्यै तेज, एकैसाथ दुई काम गर्न सक्ने र मूड छिट्टो परिवर्तन हुने स्वभावको छ। यी नै हुन् मिथुन राशिका व्यक्तिहरू। स्वामी ग्रह बुधको प्रभावले तपाईमा तार्किक बुद्धि र उत्कृष्ट सञ्चार कला हुन्छ। तपाईको दिमाग सधैँ नयाँ कुरा सिक्न जिज्ञासु रहन्छ र तपाईको मुस्कानले मानिसहरूलाई सजिलै आकर्षित गर्छ। तपाईको सबैभन्दा ठूलो शक्ति बोलीको जादु हो, जसले मानिसहरूको मन जित्न र नयाँ अवसरहरू प्राप्त गर्न मद्दत गर्छ। तर दोहोरो स्वभावले गर्दा कहिलेकाहीँ निर्णय लिन ढिल्लो हुने र एउटै काममा एकाग्र हुन गाह्रो हुने समस्या देखिन सक्छ। यदि तपाईँ आफ्नो एकाग्रता बढाउन र बोलीको शक्तिलाई सही दिशा दिन चाहनुहुन्छ भने स्वामी ग्रह बुधको सन्तुलन मिलाउन जरुरी छ। यो सामान्य जानकारी हो। तपाईको विस्तृत जीवनफल कुण्डलीको ग्रह अवस्था हेरेर मात्र थाहा हुन्छ। जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। आफ्नो विस्तृत कुण्डली विश्लेषण, वास्तु परामर्श र समस्याको समाधानका लागि सम्झनुहोस् मेरो चिना ज्योतिष तथा वास्तु सेवा।